हेलो एभ्रीवान, आज चाहिँ गुड मर्निङ है। सबै काम सकेर आमा चाहिँ जानु हुँदैछ नि त, अनि छिटो गरेर चाहिँ अब आमाको मेकअप आर्टिस्ट चाहिँ मै परेँ हो। अन्त मेकअप गरिदिनु जाँदैछु। आमा चाहिँ त्यतिखेरसम्म सिन्दुर लगाएर फेस वास गरेर ब्लाउज पनि लगाइसक्नु भएको छ। अन्त अहिले चाहिँ साडी लगाइदिन्छु मेकअप सकेर। अन्त मेरो कहिले कहिले लगाउने मेकअप चाहिँ यो ब्यागमा हुन्छ है। डेली मेकअप चाहिँ यहाँ हुन्छ, आमाको डेली मेकअप चाहिँ यहाँ हुन्छ। अन्त अब चाहिँ यहाँ कहिले कहिले लगाउने मेकअपबाट चाहिँ म सामान झिक्दैछु। फाउन्डेसन, प्राइमर हो, अन्त यो हाइलाइटर, आई स्याडो, मोइस्चराइजर लाउँदै गर्नुमा टक्कै मजाले हो, मास्कारा, यो हल्का यसको कन्सिलर, पाउडर है। के छ भन्दा चाहिँ अब यो सबै चाहिँ लगाइदिन्छु कि लगाइदिनु, यो पनि लाउनुहुन्छ आमा। दिस इज नाइस, मेरो रिङ छ, यो लाउनुहुन्छ लाउनु। एउटा त भयो नि। सो गाइज हामी चाहिँ अब म रेडी गरिसकेर देखाउँछु ल है। सबै सिरम लगाइदिइसकेँ अनि डल्नु थियो। म्याकको फाउन्डेसन, यो फाउन्डेसनले चाहिँ मजाले बेस बनिन्छ। आमाको स्किन टोनको हिसाबको छ नि त, राम्रो छ यो चाहिँ हो। लगाइदिँदैछु यो डल्नु राम्रो मजाले। आफ्टर द्याट यसले चाहिँ म करेक्टर, यो चाहिँ कन्सिलर करेक्टर हो नि त, यो युज गर्छु। यो चाहिँ स्पेसली कहाँ युज गर्छ भन्दाखेरि चाहिँ आँखामा र यस्तो लिप्सको छेउछाउमा डार्क हुन्छ नि त होइन, त्यहाँनिर। अहिले म ढल्दिनु छोड्दिनँ न, अब चाहिँ मैले बेस त मेन्टेन गरिसकेँ। अनि त्यो चाहिँ हल्का अब नेकतिर पनि गर्नुपर्छ नि त, त्यसले चाहिँ पसिनाहरू आउँदैन। पसिना के आउँथ्यो होला झाडा जानेको है। यो चाहिँ हो आमाको फाइनल लुक। आमा आँखा चिम गरिदिँदा कस्तो लाग्यो आमा? एकदम दामी भयो, अर्कै चेन्ज भएको जस्तो लाग्यो मेरो त अनुहारहरू पनि दामी देख्यो। यो चाहिँ आमाको फाइनल आउटफिट भयो है। कस्तो लाग्यो तपाईँहरूलाई? हेर्नु होला, सो ब्युटिफुल सासु मम्मी। ह्याप्पी आज अन्त? ह्याप्पी आज, एकदम खुसी। कस्तो राम्रो देख्यो मेरो सासु आमालाई त। वाउ, सी गाइस।